Disclaimer: Please watch this video without skipping any of the part. Thank you. नमस्कार सम्पूर्ण दर्शकहरूलाई यस भिडियोमा स्वागत छ। यस भिडियो मार्फत मैले कसरी हामीले सेकेन्डरी मार्केटमा गएर कुनै पनि आइपिओ या शेयर बेच्न सक्छौं, बिक्री गर्न सक्छौं, त्यसको बारेमा बुझ्नेछौं। सर्वप्रथम आफ्नो टिएमएस मा गएर आफ्नो युजर नेम, पासवर्ड र क्याप्चा हालेर लगइन गर्नुहोस्। त्यसपछि हजुरहरूको मोबाइलमा यस्तो इन्टरफेस देखिनेछ र हजुरहरूसँग रहेको शेयर वा आइपिओ यो डीपी वाचलिस्टमा देख्न सक्नुहुन्छ। जस्तै कि मसँग यहाँ एनएमआईसी र पेयर कम्पनीको चाहिँ आइपिओ छ है। त्यसपछि अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुहोस् अनि बाई अर सेलमा क्लिक गर्नुहोस्। अलिकति यता आउनुस्, यहाँ चाहिँ सेल र बाईको अप्सन छ। त्यसमा हामीले त्यो बटनलाई यता लेफ्ट साइडतिर ड्र्याग गर्नुहोस् अनि आफूले बेच्न खोज्नु भएको कम्पनीको नाम, मेरो चाहिँ अहिले एनएमआईसी बेच्नु पर्ने छ, त्यही कम्पनीको नाम राखे र क्वान्टिटी 10 किता ह, त्यही सबै बेच्न लागु 10 कितै राखे। अहिले यहाँ बजारमा चाहिँ लास्ट ट्रेडेड प्राइस यानी कि एलटीपी चाहिँ 1692 छ, त्यही भएर मैले चाहिँ प्राइसमा 1692 मै राखे र मैले सेल गर्न चाहे र यहाँ अहिले अब म सेल गर्छु। सेलमा क्लिक गरिसके मैले र मेरो अर्डर चाहिँ प्लेस भइसकेको छ। अर्डर सक्सेस भइसक्यो। डेली अर्डर बुकमा क्लिक गरिसकेपछि चाहिँ हामीले त्यो अघि भर्खर प्लेस गरेको अर्डर चाहिँ कम्प्लिट भयो कि भएन भनेर चाहिँ हामीले हेर्न सक्छौं। अहिले चाहिँ ओपनमा चाहिँ 1 छ र कम्प्लिट डेटमा 0 छ र केही समयपछि मैले यहाँ फेरि त्यही डेली अर्डरमा क्लिक गर्दाखेरि यहाँ कम्प्लिट डेटमा 1 छ र यहाँ कम्प्लिट डेट भनेर देखाएको छ भनेपछि हाम्रो सेयर चाहिँ बिक्री भइसक्यो। अब हाम्रो सेयर बिक्री भइसकेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि मेरो सेयरमा जाने र मेरो सेयरमा गइसकेपछि माई पर्चेस सोर्समा क्लिक गर्ने। पर्चेस सोर्समा क्लिक गरिसकेपछि जुन अहिले भर्खर बेचेको छु एनएमआईसी त्यसमा सर्च गर्ने अनि प्रोसिड भनेर क्लिक गर्ने। सेलेक्ट अल क्लिक गरेर प्रोसिडमा क्लिक गर्ने। त्यसपछि हामीले कन्फर्ममा क्लिक गर्छौं। कन्फर्ममा क्लिक गरिसकेपछि माई होल्डिङ्समा क्लिक गर्ने। माई होल्डिङ्समा चाहिँ अहिले केही पनि छैन, नो इडिआइएस अब्लिगेसन लिफ्ट भनेर देखाएको छ। माई डब्ल्युसीसीमा पनि केही छैन। हामीले सेयर बेचेकै दिनमा जब मार्केट क्लोज भइसक्यो हुन्छ 3 बजेपछि, त्यतिखेर हामीले यता माई होल्डिङ्समा चेक गर्न आउँदाखेरि चाहिँ हामीले बेचेको कम्पनीको सेयर देखाउँछ। सेलेक्ट अलमा क्लिक गर्छौं। सेलेक्ट अलमा क्लिक गरिसकेपछि प्रोसिडमा क्लिक गर्छौं। त्यसपछि अपडेटमा क्लिक गर्छौं। अपडेटमा क्लिक गरिसकेपछि चाहिँ हामीले कन्फर्ममा क्लिक गर्छौं। कन्फर्ममा क्लिक गरिसकेपछि डिसमिस गर्छौं। त्यसपछि हामीले ब्याक एरोमा क्लिक गरेर मोरमा क्लिक गर्छौं। मोरमा क्लिक गरिसकेपछि माई इडिएसमा गएर ट्रान्सफर सेयरमा क्लिक गर्छौं, किनकि हामीले सेयर ट्रान्सफर गर्नु छ। त्यसपछि टिक लाएर प्रोसिड गर्ने। प्रोसिड गरिसकेपछि फेरि आई एग्रीमा टिक लाउने अनि त्यसपछि कन्फर्ममा क्लिक गर्ने। कन्फर्ममा क्लिक गरिसकेपछि सेयर ट्रान्सफर भइसक्यो हुन्छ अनि केही दिनपछि हजुरहरूको बैंक अकाउन्टमा पैसा आउनेछ। धन्यवाद।